So hey guys, welcome back to my another video. आजको बिहानीको सुरुवात चाहिँ हामीहरुले 1 scoop of keratin हैन, you can see 1 scoop of keratin. So cheers guys. So keratin चाहिँ खायौं, अब त्यसपछि चाहिँ हामी एउटा दुईटा बनाना खान्छौं अनि त्यसपछि जिमतिर जान्छौं आउँछन्. And it's very tasty guys. अब चाहिँ म आफ्नो ब्याकप्याक गर्छु हैन. ओ ब्यागमा चाहिँ मैले ग्लोभ्स राख्छु. त्यसपछि मेरो टुथ राख्छु. After that my water bottle. त्यसपछि चाहिँ have it. And there we are ready for gym guys. So hey guys, हामीहरु चाहिँ बिहान मर्निङ वाक गर्दै जिमतिर जाँदै छौं. र सक्नुहुन्छ. And आजको मौसम पनि दामी छ. So hey guys, हामी जिममा पुगिसकेका छौं. हेर्न सक्नुहुन्छ. पर्तकोरिया जिम अनि त्यसपछि चाहिँ भित्र हेर्न सक्नुहुन्छ. मान्छेहरु चाहिँ कति धेरै आउँछन्. अहिले बिहान चाहिँ धेरै मान्छे हुँदैनन् बट अलमोस्ट अहिले आधा घण्टामा 20-30 जना चाहिँ पुगिहाल्छ हामीहरु यहाँ. सो गाइस यहाँ हेर्न सक्नुहुन्छ हामी सबैजना जिममा आइसकेका छौं है. एन्ड यु क्यान सी. सो साथीहरु आज चाहिँ हामी चेस्टको एक्सरसाइज गर्दै छौं. हेर्न सक्नुहुन्छ 40 केजी प्लेट्स र 20 केजी रड मिलाएर 60 केजी टोटल हामी बेन्च प्रेस गरिरहेका छौं. इट्स वाज इजी बट पछाडिबाट दाइले अलि सपोर्ट पनि दिनु भएको थियो, त्यसैले हामीले बडी रेप्स पनि हान्न सफल भयौं. सो 12 देखि 15 रेप्स हानेर चाहिँ हामीले यो एक्सरसाइज यही कम्प्लिट गर्यौं. हेर्न सक्नुहुन्छ. त्यसपछि चाहिँ मैले इन्क्लाइन बेन्च प्रेस हानिरहेको छु. यसमा हेर्न सक्नुहुन्छ 20 केजी रड र 10 केजी को प्लेट र त्यसपछि चाहिँ 2.5 केजी को अर्को प्लेट रहेको छ. सो टोटल चाहिँ यो 45 केजी को हामी इन्क्लाइन चेस्ट प्रेस गरिरहेछौँ. हेर्न सक्नुहुन्छ. यसको पनि हामी 12 देखि 15 रेप्स गर्छौँ. अब चाहिँ हामी डिक्लाइन बेन्च प्रेस गर्न गइरहेको छौँ हैन. त्यसमा हेर्न सक्नुहुन्छ 10 केजी को प्लेट्स 20 केजी को बारबेल रड. एन्ड दिस वाज भेरी मच इजी गाइज हैन. सो यो चाहिँ इजिली नै भयो. यसको 3 सेट 12 रेप्स अन्टिल फेलियरको गरेर आफ्नो चेस्ट पम्प गर्यो हामीले. र तपाईं हेर्न सक्नुहुन्छ पछाडिबाट दाइले पनि सपोर्ट गर्दै हुनुहुन्छ एन्ड सम्झाउँदै हुनुहुन्छ कसरी गर्ने भनेर. र लास्टमा चाहिँ हामीले 12.5 केजी को डम्बल लिएर चेस्ट प्रेस गर्न गइरहेको छु. तपाईं हेर्न सक्नुहुन्छ. यो चाहिँ अलि रिस्की नै हुन्छ किनकि यसमा चाहिँ अलिकति रिस्की हुन्छ भनेपछि तपाईको शोल्डर चाहिँ डिस्लोकेट हुन सक्छ हैन. बट स्लो मोमेन्ट मसल्स मेमोरी राम्रो गराएर यदि यो गर्नुभयो भने चाहिँ तपाईको चेस्ट चाहिँ अलि राम्ररी पम्प हुन्छ. तपाईको चेस्ट अलि धेरै नै ग्रो हुने चान्सेसहरु हुन्छ. त्यसैले दिस इज भेरी मच इम्पोर्टेन्ट एक्सरसाइज. सो आफ्टर दैट हामी लास्टमा चाहिँ ट्राइसेप्सको एक्सरसाइज गर्छौं. यो एक्सरसाइजको नाम चाहिँ रोप केबल ट्राइसेप्स एक्सटेन्सन हो हैन. सो 50 केजी को वेट हालेर त्यसपछि चाहिँ हामी नेगेटिभ माथि लग्ने बेला स्लो, तल गर्ने बेला अलिक प्रेसर दिएर चाहिँ तल तान्ने. माथि चाहिँ नेगेटिभ चाहिँ स्लो, पोजिटिभ चाहिँ अलिक फास्ट है. सो यो गर्नुभयो भने तपाईको ट्राइसेप्स चाहिँ छिटो ग्रो हुन्छ एन्ड कट्सहरु पनि राम्रो देखिन्छ. त्यसपछि चाहिँ स्ट्रेट बार ट्राइसेप्स एक्सटेन्सन गर्छौं हामी हैन. यसमा पनि हामी 80-90 केजी को वेट हालेर त्यसपछि माथि चाहिँ स्लो, तल अलिक प्रेसर, माथि चाहिँ स्लो अलि अनि तल चाहिँ प्रेसर बढी गरेर गर्नुभयो भने चाहिँ तपाईको ट्राइसेप्समा अलि असर पर्छ. त्यसपछि ट्राइसेप्स राम्रो. अब चाहिँ यसलाई हामीले अलि टाउकोको लेभलमा हाल्ने हैन, बराबरमा. त्यसपछि ओभरहेड ट्राइसेप्स एक्सटेन्सन है. सबैमा सेम हुन्छ. हातलाई स्ट्रेट राख्ने. त्यसपछि नेगेटिभ स्लो, पोजिटिभ फास्ट. नेगेटिभ मोसनलाई जहिले पनि स्लो, त्यसपछि फास्ट. सो यति गर्दै आजको एक्सरसाइज कम्प्लिट गर्यौं. र तपाईं हेर्न सक्नुहुन्छ आजको हाम्रो फिजिक चेस्ट पनि पम्प भएको छ, ट्राइसेप्स पनि पम्प भएको छ एन्ड ब्याक्सहरु पनि कटिङहरु पनि राम्रो आइरहेको छ. तपाईं हेर्न सक्नुहुन्छ. र आई विल सजेस्ट एभ्रीवन फर डुइङ एक्सरसाइज एभ्री डे. तपाईं सके जिम आउनुस्, नसके घरमै गरेर घरमै बसेर पनि एक्सरसाइज गर्न सक्नुहुन्छ. सो आफ्नो फिजिक मेन्टेन गर्नुस्, आफ्नो बडी हेल्थ ध्यान दिनुस्
मौसम धेरै नै राम्रो छ आजको। अब चाहिँ सकाएर म घरतिर जाँदैछु। पानी पर्ने जस्तो मौसम भइरहेको छ। पानी पर्छ नभन्दै पानी पर्न लागिसकेको छ साथीहरू होइन, तपाईँ हेर्न सक्नुहुन्छ। म चाहिँ डेरीमा दुध लिन आएको थिएँ, अब यहीँ बसिरहेको छु। पानी चाहिँ अलिक ढिलोसम्म नै पर्यो, त्यसैले म भिजी घर आएँ, भिजिसकेको थिएँ भनेर म चाहिँ पानीमै नुहाउन लागिसकेँ होइन। र साथीहरू आजको लागि यति नै, धेरै धेरै धन्यवाद छ। थ्याङ्क्स फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब।